व्यक्तिगत सदस्य दर्ता। सहकारीको शेयर सदस्यको विवरण प्रविष्ट गर्नका लागि मासिक प्रतिवेदन दाखिला मेनुमा कर्सर लगी व्यक्तिगत सदस्य लेखिएको मेनुमा गई व्यक्तिगत सदस्य दर्तामा क्लिक गर्नुपर्दछ। व्यक्तिगत सदस्य दर्ता दुई तरिकाबाट गर्न सकिन्छ। यहाँ साइडमा देख्न सक्नुहुन्छ। धेरै सदस्यहरूको न्यूनतम विवरण एकैपटक भर्नका निम्ति एउटा तरिका एक्सेलबाट सदस्य थप्न यहाँ क्लिक गर्नुहोस् भनिएको छ भने अर्को अप्सनमा हरेक सदस्यको एक एक गरी विवरण प्रविष्ट गर्नको निम्ति नीलो कलरमा नयाँ थप्नुहोस् भनिएको छ। सर्वप्रथम नयाँ सदस्य थप्नुहोस्मा क्लिक गर्नुपर्दछ। त्यसपछि सहकारी संस्थाले आफ्नो शेयर सदस्य विवरण भर्ने निम्न बमोजिमको अनलाइन फारमको पेज खोल्छ। यस फारममा सहकारीले आफ्नो शेयर सदस्यको व्यक्तिगत विवरणहरू यहाँ क्रमैसँग भर्नुपर्दछ। अङ्क मिति जति सबै रोमन अङ्ग्रेजीमा भर्नुपर्दछ भने बाँकी विवरण नेपाली युनिकोडको प्रयोग गर्नुपर्दछ। यहाँ सदस्यता नम्बर, सदस्यको नाम, सदस्यता मिति, लिङ्ग, जन्ममिति, बाजेको नाम लगायतका सम्पूर्ण मागिएका विवरणहरू भर्नुपर्दछ। मितिको विवरण भर्दा इयर, मन्थ र डे फर्म्याटमा भर्नुपर्दछ। फारममा रहेको रातो कलरको स्टार सङ्केत भएका विवरण अनिवार्य भर्नुपर्छ। यदि यो सङ्केत गरिएका विवरण अनिवार्य रूपमा भरिएन भने यो फारमलाई सेभ गर्न सकिँदैन। शेयर सदस्यको नागरिकताको प्रतिलिपि, फोटो लगायत विवरणहरू अपलोड गर्न हरियो कलरमा रहेको ब्राउज बटन क्लिक गरी फाइल अपलोड गर्न सकिन्छ। अब सबै विवरण भरिसकेपछि अन्त्यमा सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरेपछि विवरण सेभ हुन्छ र सेभ भए पश्चात डाटा सेभ सक्सेसफुल्ली भनेर निम्न अनुसार हरियो कलरमा सिस्टमले मेसेज दिन्छ। भरिसकेको डाटा सूचीमा देखिन्छ र कुनै पनि सदस्यको पूर्ण विवरण हेर्नु परेमा निम्न बमोजिमको आँखाको आइकनमा क्लिक गर्नुपर्दछ र सो विवरणमा प्रिन्ट गरी राख्न पनि सकिन्छ। यदि कुनै विवरण सच्याउनु परेमा वा अद्यावधिक गर्नु परेमा नीलो कलमको आइकनमा क्लिक गर्नुपर्दछ। कुन विवरण सच्याउने हो त्यस कोष्टकमा नयाँ विवरण भरेर सुरक्षित गर्नुपर्दछ र सेभ भए पश्चात डाटा सेभ सक्सेसफुल्ली भनेर सिस्टमले मेसेज दिन्छ। सदस्यले सहकारी छोडेको अवस्थामा वा कुनै विवरण गलत प्रविष्ट भए हटाउनु परेमा डिलिट आइकन क्लिक गरी विवरण हटाउन सकिन्छ। अर्को तरिका भनेको एक्सेल फाइलबाट भर्ने तरिका हो। यसका लागि एक्सेलबाट सदस्य थप्न यहाँ थिच्नुहोला भन्ने बटनमा क्लिक गर्नुपर्दछ। यहाँ नमुना एक्सेल फाइल भन्ने अप्सन देखिन्छ। यसभित्र नमुना एक्सेल फाइल पाइन्छ र सङ्केत नम्बरको सूची पनि यही पाउन सकिन्छ। नमुना एक्सेल फाइलमा क्लिक गरेर यो फाइललाई डाउनलोड गर्न सकिन्छ र यही डाउनलोड भएको फाइलमा तपाईँले आफ्नो सहकारीको सदस्यको सम्पूर्ण विवरण लेख्नुपर्दछ। नमुना ढाँचामा सङ्केत नम्बर आवश्यक पर्ने हुनाले सङ्केत नम्बर भएको फाइल पनि डाउनलोड गर्नुपर्दछ। डाउनलोड गरेको नमुना फाइल खोल्ने। यसपछि नमुना एक्सेल सिटमा भएको विवरण मेटाउनुपर्छ। यसमा टाइटल भने मेटाउनु हुँदैन। एक्सेल सिटमा भएको 16वटा कोलममा उपयुक्त विवरण भर्नुपर्छ। विवरणमा मागिएका नम्बर र मिति सबै अङ्ग्रेजीमा टाइप गर्नुपर्छ र मिति लेख्दा एक्सेल सिटमा राखिएको फर्म्याट अनुसार लेख्नुपर्छ, नत्र विवरण इन्ट्री हुँदैन। सङ्केत नम्बर आवश्यक पर्ने ठाउँमा सङ्केत सूची फाइलमा हेरी उपयुक्त नम्बर इन्ट्री गर्नुपर्छ। यसरी आफ्नो सहकारीको सम्पूर्ण विवरण तयार पारेपछि विवरण अपलोड गर्नुपर्छ। यसरी अपलोड गरिसकेपछि सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरेर विवरण सुरक्षित गर्नुपर्छ। सुरक्षित गरिसकेपछि तपाईँले भर्नुभएको विवरण हेर्न अघिल्लो पेजमा जानुपर्दछ र मासिक प्रतिवेदन दाखिलामा गई व्यक्तिगत सदस्य दर्तामा जानुपर्छ। यसरी विवरण हेर्न सकिन्छ। भरेको विवरणहरूको खोजी। यसका लागि सदस्यको नाम, सदस्य नम्बर लगायत विवरणबाट खोज्न सकिन्छ। पहिला केबाट खोज्ने छान्नुहोस् र सँगैको बक्समा लेख्नुहोस् अनि खोज्नुहोला भन्ने बटनमा क्लिक गर्नुहोस्। खोज बमोजिमको विवरण सूचीमा देखिन्छ। व्यक्तिगत शेयर थपघट। व्यक्तिगत शेयर थपघट गर्नका लागि मासिक प्रतिवेदन दाखिला मेनुमा जानुपर्छ। यसपछि व्यक्तिगत सदस्यमा गई व्यक्तिगत शेयर थपघट लेखिएको मेनुमा क्लिक गर्नुपर्छ। यहाँ सदस्यको शेयर विवरणहरू रहेको हुन्छ, जहाँ सदस्यको नाम, सदस्यता नम्बर, सदस्यता मिति, ठेगाना, फोन नम्बर, इमेल, नागरिकता नम्बर र कार्य भन्ने मेनुहरू देख्न सकिन्छ।
सेयर थपको लागि प्लस, फिर्ताको लागि ब्र्याकेट बन्द चिन्ह र पूरा विवरणको लागि आँखाको आइकन रहेको छ। सेयर थप गर्न प्लस आइकन क्लिक गरे पश्चात यस्तो फारम खुल्दछ। सदस्यको प्रमाणपत्र नम्बर, मिति, सेयरको दर र परिमाणको विवरण भरेर सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरेर विवरण सुरक्षित गर्न सकिन्छ। फारममा दिइएको स्टार सङ्केत रहेको विवरण अनिवार्य भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। यसैगरी सेयर फिर्ता गर्नका लागि पहिलेकै जसरी बटनमा क्लिक गर्नुहोस् र निम्न अनुसारको पेज आउँछ। सेयर थपकै जसरी सेयर फिर्ताको प्रमाणपत्र नम्बर, मिति, सेयरको दर र परिमाणको विवरण भरेर सुरक्षित गर्नुपर्दछ। यसरी सेयर थपघटको विवरणलाई कोपोमिस प्रणालीमा सुरक्षित गर्नुपर्छ। भरिसकेको डाटा सूचीमा देखिन्छ र कुनै पनि सदस्यको सेयरको पूर्ण विवरण हेर्नु परेमा निम्न बमोजिमको आँखाको आइकनमा क्लिक गरेर हेर्न सकिन्छ। भरेको विवरणहरूको खोजी। यसका लागि सदस्यको नाम, सदस्य नम्बर लगायत विवरणबाट खोज्न सकिन्छ। पहिला केबाट खोज्ने छान्नुहोस् र सँगैको बक्समा लेख्नुहोस् अनि खोज्नुहोला भन्ने बटन क्लिक गर्नुहोस्। खोज बमोजिमको विवरण सूचीमा देखिन्छ।